यो चाहिँ पूर्व पश्चिम लोकमार्गको पकली चोक हो। इटहरी वडा नम्बर 17 को पकली चोक वडाको सदरमुकाम भनौँ। इटहरी भन्दा पुरानो बजार पकली चोक महेन्द्र राजमार्ग, पूर्व पश्चिम महेन्द्र राजमार्ग लोकमार्ग हो। यो चाहिँ उता वडा कार्यालय पकली हाई स्कुल हुँदै दक्षिण खनार निस्किने बाटो। यो चाहिँ हामी अब पकली चोकबाट उत्तर लाग्यौँ। यो उत्तर चाहिँ यो 30 फिटे पिच बाटो, पहिलाको सरकारी पिच बाटो हो। यो पछि खुलेको होइन। यो चाहिँ साना सहकारीको पकलीको शाखा कार्यालय। यो बाटो हुँदै हामी तररा पनि पुग्न सक्छौँ। भन्नु पर्दाखेरि इटहरी उपमहानगरपालिकाको प्रस्तावित रिङ रोड पर्यो। यो चाहिँ तररा हुँदै भवानीपुर हुँदै तररा निस्किन्छ। पकली चोकबाट हामी करिब 100 मिटर भित्र छिरिसकेका छौँ। उत्तर दक्षिण पूर्ण बस्तीहरू छन्। बाटो धेरै वाइड छ। साँघुरो ठाउँमा 30 फिट, फुकेको ठाउँमा 50 फिटसम्म पिच बाटो छ। यसको यता बायाँपट्टि अब यहाँ लाटी माई मन्दिर पनि छ। त्यहाँबाट हामी अगाडि बढ्दै जाँदा अब पकली स्वास्थ्य चौकी आइपुग्छ। इटहरी उपमहानगरको जम्मा 3वटा पिएचसी मध्ये यो इटहरी उपमहानगरपालिकाको 17 नम्बर वडामा पकलीमा पकली स्वास्थ्य चौकी, पकली हेल्थ सेन्टर छ। त्यहाँबाट हामी करिब 100 मिटर, लगभग 100 मिटर गएपछि यहाँबाट पूर्व जाने जोधपुर हुँदै बढहरा इटहरी उपमहानगरपालिका 18 नम्बर वडाको वडा कार्यालय जाने बाटो बायाँपट्टि मोडिन्छौँ। यो चाहिँ पूर्ण बस्तीहरू बसिसकेका छ। यता पूर्व भयो, यहाँबाट हामी पश्चिम लाग्ने यो नयाँ पिच बाटो 20 फिटे पिच बाटो हो यो। यहाँबाट हामी करिब 50 मिटर अगाडि गएपछि चाहिँ यो पिच बाटोले छोको एक किता घडेरी भन्दा भित्र दोस्रो किता घडेरी चाहिँ बिक्रीमा छ।